हाई गाइज गुड मर्निङ। आज चाहिँ मेरो नानीको विकेन्ड थर्ड डे हो। म चाहिँ नानीलाई विकेन्ड छोडेर बाहिर निस्केको छु। आजको मौसम चाहिँ एकदम बबाल छ है, चिसो पनि छैन गर्मी पनि छैन, ठिक्कको छ। हिजो चाहिँ पानी परेर एकदम चिसो भइरहेको थियो। म चाहिँ नानीलाई विकेन्ड आज चाहिँ 2 आवर पछि पिक गर्न आउनेछु। आज चाहिँ 2 आवर हो। 1 विक जति चाहिँ त्यसरी नै यताउति धेरै चिखाम चाहिँ राख्दैन। त्यसपछि चाहिँ सायद फुल टाइम राख्छ होला, यहाँहरूलाई म अपडेट गरिहाल्छु। यो 1 मन्थ चाहिँ म आफैले हो बिहान पुर्याउन आउने, बेलुका लिन आउने, अनि त्यसपछि चाहिँ म पनि काममा जानुपर्ने हुन्छ। अनि त्यसपछि चाहिँ बुढाले बिहानमा, बेलुका चाहिँ मैले त्यसरी रुटिन मिलाएको छौँ हामीले। नानी चाहिँ खासै रुँदैन है, नानी चाहिँ एकदम ज्ञानी छ। अनि बच्चाहरूसँग एकदम घुलमिल हुने, खेल्ने त्यस्तो छ। कोहीदेखि डराउन चाहिँ डराउँदैन है, किनभने मैले यहाँ कति खेल्ने ठाउँमा लिएर आएको हुन्छु। जापानिजको बच्चाहरूसँग एकदम मजाले घुलमिल हुने, खेल्ने त्यस्तो गरिरहेको छ हो। अनि यहाँ चाहिँ गाईको जिन पनि खासै छैन हो। दुईजना जति यो इन्डियन देखेँ पहिलाको लटमा, नानीको लटमा चाहिँ छैन। नानीको लटमा चाहिँ 3जना कि 4जना हो क्या अरे। अनि सबै जापानिजहरू मात्रै रहेछ। नानीको चाहिँ एकदम सजिलो, एक त यो एकीमै भएको भएर चाहिँ मलाई चाहिँ एकदम सजिलो लाग्छ, किनभने बिहान पुर्याउन आउनेलाई पनि सजिलो भयो, काममा जाने यतैबाट जाने हो नि त। अनि त्यसपछि बेलुका पिक गर्न आउने यतैबाट आउने भइहाल्यो। अनि त्यसपछि चाहिँ त्यसरी चाहिँ रुटिन मिलाएको छौँ हामीले चाहिँ। यहाँहरूको पनि बच्चाहरू कतिको विकेन्ड लाँदै हुनुहुन्छ होला, कतिको बाँकी होला। यहाँहरू आफ्नो बच्चाको केयर गर्नु होला। म चाहिँ अब चाहिँ यतैतिर डुलुवाई भएर 2 आवर जति चाहिँ यतैतिर डुल्नुपर्ने हुन्छ, किनभने घर गएर आउनलाई चाहिँ मलाई एकदम इया लाग्छ। त्यही भएर यतातिर सकुरा पनि फुलेको रहेछ, त्यही सकुराहरू हेर्दै बस्दै अनि सपिङ मलतिर छिरेर अनि त्यसरी डुलेर बस्नेछु 2 आवर जति चाहिँ। त्यसपछि चाहिँ म अपडेट दिइहाल्छु नानीलाई पिक गर्ने बेलामा। साकुरा चाहिँ यसरी मजाले फुलिरहेको रहेछ, यहाँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ लाजनाको यता साइडतिर, अघि चाहिँ उता साइडमा देखेको थियो, खासै थिएन। यतातिर चाहिँ बबालै फुलिरहेको रहेछ है।
हिजो चाहिँ नानी मेरो काखमा आउने बित्तिकै रोएको थिएँ, आज चाहिँ रोएन। एकदम खुसी लाग्यो मलाई चाहिँ।